अहिले सरकारमा हुनेहरूले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन् र त्यसका निम्ति जेएनजीहरूलाई सङ्गठित गर्ने, जेएनजीहरूको मागपत्र लेखिदिने, जेएनजीहरूलाई बोलाएर मागपत्र पढाउने, जेएनजीहरूका हातमा मागपत्र थमाइदिने, जेएनजीहरूको डेलिगेसन बोलाउने, डेलिगेसन भेट्ने र सञ्चारकर्मीहरूका अगाडि डेलिगेसन आयो, जेएनजीहरूले सरकारलाई दबाब दिए ल के गरौँ भनेर सरकार त एकदमै दबाबमा पर्यो जेएनजीहरूको भन्ने एउटा आर्टिफिसियल ड्रामा तयार गर्ने। अहिले जो भइरहेको छु अस्तिका दिन मैले हेरेको थिएँ जेएनजीहरूको डेलिगेसन मागपत्र, मलाई समेत मागपत्र कसले ड्राफ्ट गरेको थाहा छ, कसले ड्राफ्ट गरेको मागपत्र, कहाँ मागपत्र ल्याएर जेएनजीहरूलाई पढाइदिएको पनि थाहा छ, को अर्गनाइजर भइरहेको छ त्यो पनि थाहा छ। जो एउटा तमासा हो यो, हामीले बिना पैसा यो तमासा हेर्न पाएका छौँ। अहिले यो असंवैधानिक सरकारको